एभ्रिवान सबैजनालाई नमस्ते वेलकम टु आवर अनदर न्यू भ्लग वी आर एट बुलबुले ताल टुडे राम्रो हुने रहेछ नि आज हामी सुर्खेत स्थित रहेको बुलबुलेमा छौं। यो बुलबुलेको एरिया हो। यहाँ अनि म हो डट अनि यतातिरको यो सुर्खेत बुलबुलेमा रहेको गार्डन हो। अनि यतातिर पिकनिक खाने मान्छेहरू अलि आज सटरडे भएको कारणले गर्दा धेरै भिडभाड छ। अनि यो साइडतिर पिकनिक स्पट अनि यतातिर यो फुल चाहिँ अब फुल्ने टाइम भइसकेको छ। केही समयपछि फुल्छ। यो धेरै राम्रो देखिन्छ फुल। यो चाहिँ मेन बाटो हो बुलबुलेको। अनि यतातिर यो खालको संरचना छ। केपीबाको पानी जहाज चलाउने समुद्रको ताल हो। ओ या ताल। यो चाहिँ ब्रिज लन्डन ब्रिज हो। सुर्खेतको रमाइलो छ यो ब्रिजमा। लन्डन ब्रिज भाइरल ब्रिज हो। एकदमै राम्रो छ। हजुरहरु यहाँ आउन सक्नुहुन्छ। बनाउँदै रहेछ ल। उतापट्टिको यो चाहिँ बुलबुले ताल हो। उता बोटिङ पनि छ। भर्खरै बन्दैछ यहाँको संरचना। हामीले नेक्स्टचोटि आउँदाखेरि न्यू स्ट्रक्चर देख्न पाउँछौँ गाइज। अनि यो चाहिँ बुलबुलेको मेन ताल हो। यहाँबाट बगेर नै धारा छ। शुद्ध पिउनुको लागि शुद्ध पानी छ। यस्तो पानीमा हामी सल्लाह पानी नुहाउन सक्छौँ। ल तपाईहरु यहाँ भित्र पनि हेर्न सक्नुहुन्छ। यहाँ पानीको हेर्दामा फोहोर देखिरहेको छ तर चाहिँ नजिक जाँदा चाहिँ धेरै सफा छ पानी। ल नानीले हामी यता काफल खाँदैछौँ। लोकल अर्ग्यानिक काफल। यो चाहिँ लोकल अर्ग्यानिक काफल। कहाँको काफल हो यो? माथि दैलेखतिर। हजुर आफै टिकट ल्याउनु भएको? पैसा लिएन? फिर्ता? आहा गाइस काफल मिठो छ। ल यो बुलबुलेमा काफल पनि छ। काफल फल्दैन तर माथिबाट टिपेर ल्याएर। काफल चाहिँ फल्दैन माथिबाट ल्याएर आएको है। यो भनेको बुलबुलेको मेन बाटो मेन गेटतिर हो। यतातिर मानिसहरूको भिडभाड छ। यहाँ फोटोग्राफ लगायत माथि कोइलीको मिठो आवाज दिइरहेको छ। कु